अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल बनेको यो दुईटा भिडियो, एकापट्टि राजा महेन्द्र हुनुहुन्छ, एकापट्टि हाम्रो प्रधानमन्त्री बालेन शाह हुनुहुन्छ। उहाँहरूको एटिट्युड मिल्दोजुल्दो छ है फेरि। र यो भिडियो एकदम गलत तरिकाले प्रचार प्रसार भइरहेको छ सामाजिक सञ्जालमा। त्यो प्रचार प्रसार गर्ने व्यक्तिहरू चाहिँ नि फेरि जनताको खुन पसिना लुटेर करोडौँ करोडौँ पैसाले 5 स्टार होटलमा बसेर पार्टी खानेहरू हुन्। ती कप्टी मान्छेहरू हुन्, लुकी लुकी क्या। तर यी व्यक्तिहरू चाहिँ देखाइ गरिरहेछन् नि। अब यो भिडियोमा देखाइ गरिरहेछन्, यस्तो चाहिँ कसले गर्छ थाहा छ? एकदम साहसी व्यक्ति, महान व्यक्ति र कुनै छल कपट नभएको, मन वचन सबै पानी जस्तो सङ्लो भएको व्यक्तिले मात्रै गर्न सक्छ। नलुकाई नझुकी, एकदम निडरका साथ। जो लुकाएर छलकपट गरेर गर्छ नि, त्यो मान्छे कपटी, देशद्रोही र भ्रष्टाचारी हुन्छ। ती मान्छेहरूले चाहिँ के गरिरहेछन्, यसलाई गलत तरिकाले प्रचार प्रसार गरिरहेका छन् नेपाली जनता सामु। तर अहिले नेपाली जनताहरू त्यति साह्रो अबुझ छैनन् के, छैनन्। विचार गर, तिमीहरूले जति गरे पनि जे गरे पनि यो सरकार हाल्न सक्दैनौ। एक जमानामा राजा महेन्द्र आएका थिए, अब अहिले बालेन शाह आउनुभएको छ। देश बन्दैछ, देश बन्छ, ढुक्क हुनुहोस्। यस्ता साना तिना कुरामा नअल्झिनुहोस्। तपाईँ जनताहरू भ्रममा नपर्नुहोस्, एउटा भ्रम मात्रै हो।